यहाँ हेर्नुहोस् है आज चाहिँ यहाँ अल्काको काम रुम धोइ चाहिँ यस्तो नि कहिले दिन सफा नगरेको रहेछ। Hello everyone, Jai Masi and Namaste. Welcome back to my YouTube channel. By the title तपाईहरु थाहा पाउनु भयो होला आजको भ्लग चाहिँ के हो भनेर है। आफ्टर अ लङ टाइम म फेरि युट्युबमा भिडियो बनाउँदैछु। मैले युट्युबको भिडियो बनाउनु चाहिँ मैले अलिक बनाएको थिएन नि त, टाइम नपाएर र है। अबदेखि चाहिँ मैले फेरि पनि सुरु गरेको छु। आजको भ्लग चाहिँ के हो भन्ने तपाईलाई म देखाउने छु। यहाँ मेरो साथी छ हो, हल्का हो, उसको चाहिँ आज रुम सर्ने छ हो। रुम सर्नेवाला छ नि रुम चाहिँ यहाँ सबै हातेको तर मान्छे बोक्ने चाहिँ हामी दुई जना मात्रै छ हो। अब यहाँ भैयालाई बोलाइराख्छ भने यहाँ डल्लै यहाँ सामानहरू रेडी गरिरहेको छ हो साथीले। बथालिङे त नदेखा न अब त्यो नयाँ रुम हो। यहाँ चाहिँ कस्तो लाग्यो तपाईँलाई? बहिनीले चाहिँ दामी गरेको छ यहाँ। अल्काको नयाँ रुम हो। यहाँ हामीले सामान ल्याइसकेको छ र अब आधी सामान ल्याउनु छ हो। लैजाउँ मिन हिँड्छ सामानहरू चाहिँ यहाँ राखिरहेको छ हो। रुमको मालिक यहाँ छ हो। आउँदैछ भैयाहरू यहाँनिर छ हो। गोद्रेज बोकेर आउँदैछ मालिक चाहिँ हो। यहाँ अल्का पनि जाँदैछ। ल जाउला बाई बाई गएला। ठुल्ठुलो सामानहरू लगिसक्यो अब यहाँ त्यही झोलामा हामी फाइनली सिफ्ट भइसक्यो। सामान अब यति मात्रै छ। हल्का चाहिँ यहाँ दोकान गइरहेको छ हो। म चाहिँ यहाँ सामानहरू बोकेर बसिरहेको छु। फाइनली अहिले हामी चाहिँ यहाँ रुम सबै ल्याइसकेको छ है। ए रुम पऱ्यो सामान सबै ल्याइसकेको छ। रुम जस्तो रुम सर्नु मात्रै भनेको तर सामानहरू चाहिँ है साह्रो नै साह्रो पर्छ। अहिले चाहिँ अब रुम सरिसक्यो। अब सामानहरू चाहिँ मिलाएको छैन र अब चाहिँ हामी वाइवाई बनाएर खाना आँटेको। भोक लाग्यो रुम सरेर हो च्यालेर भइरहेको छ। मजाले है। म यहाँ चिया बनाउँदैछु हो। यहाँ चाहिँ वाइवाई पकायो भनेर अब खाजा खानु आँटेको। अन्त भैयाहरू पनि थाक्यो अब। खोइ बोलाएको भैयालाई यहाँ हेर्नुहोस् है आज चाहिँ यहाँ अल्काको काम रुम धोइ चाहिँ यस्तो नि कहिले दिन सफा नगरेको रहेछ। कालो छ हो त्यस्तो भन्नु छैन। अहिले भने चाहिँ हामीले बल्ल हो। हामीले कति बज्यो त्यो टाइमहरू? टाइम देखा त अघि 4 टक्कै 4 बजेछ हो। हामीले यसले चाहिँ यहाँनिर गोद्रेज पुस्दैछ। साथीले चाहिँ डल्लै यहाँ मिलाइसकेको छ हो। यसरी मिलाएको छ हामीले चाहिँ। पर्दान लगायो टक्कै अल्काको किचन हो। अब यसले भोलि अहिले चाहिँ एक मुखे मात्रै ग्यास छ हो। अब भोलि चाहिँ यसले 2 मुखे ग्यास लाउँछ हो। यहाँ यसरी मिलाएको छ। यहाँ टेबल अनि यहाँ बेड। यहाँ चाहिँ तिमी यसो बाइबलहरू पढ्दाखेरि चाहिँ यहाँ बसेर पढ्नु ल। हुन्छ यसरी मिलाएको छ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। ओके बाई बाई।